मम्मी कि काली सियासी छोरी पापाको चाहिँ होइन पापाको होइन है मम्मीको मात्र है मम्मीको मात्रै छोरी है भनेको पापालाई माया पनि गरेको छैन केही पनि छैन के गर्नु मम्मीको मात्रै त छोरी होला नि काली छोरी मम्मीको होला मम्मीको मात्र छोरी हो हो कि होइन भन नि त पापाको हो कि मम्मीको हो त्यसो नगर मोबाइल धर्छ पापाको छोरी हो कि मम्मीको मम्मीको छोरी होला त्यसो भए काली छोरी मम्मीको छोरी पापाको छोरी होइन पापाको त सियान्स पो छ मेरो त सियान्सलाई माया गर्छु टिटिटमा पनि सियान्सलाई चढाउँछु केमा हिँड्दै म त सियान्सलाई बाइकमा लगिदिन्छु स्कुल प्ले ग्रुपमा लगिदिन्छु नि पिजीमा कसलाई सियान्स त डन पो हो त थाहा छ कि छैन तिमीलाई कोर्छन् कि कोर्दैनन् सियान्सले अनि अरूलाई पनि कोर्दैन नि त डन पो हो त के गर्नु मम्मीको छोरीलाई के गर्नु पापाको भए पो हो नि त मम्मीको छोरीलाई के म खल्दिनँ तिम्रै मम्मीलाई भन तिम्रै मम्मीलाई भन्ने मलाई नभन्नु नसके के गर्नु तिम्रै मम्मीलाई भन न तिम्रै मम्मीलाई भन न अनि तिम्रै मम्मीलाई भन न अनि नगर त्यस्तो त्यस्तो गर्नु हुँदैन तिम्रो मम्मीको मोबाइल चलाऊ है पापाको मोबाइल पर्दैन पापाको छोरी भए पो पापाको दिनु त मम्मीको छोरीलाई चाहिँ के का पापाको मोबाइल दिनु न म सियान्सलाई त टिटिटमा लगिदिन्छु स्कुल पनि अनि तिमी के गर्छौ हिँड्दै जान्छौ म चाहिँ बाइकमा लगिदिन्छु सियान्सलाई चाहिँ पिजीमा लगिदिन्छु नि त अनि सियान्सलाई पनि भनिदिन्छु सिधा सिधा कुद्नु है कुद्नु भनेर भनिदिन्छु अनि भाइले च्याप्पै अठाएर कुर्छन् अनि ठिक्क पर्छ कस्तो तिमीलाई चाहिँ पापाको माया चाहिँ लाग्दैन लाग्छ कि लाग्दैन भन न लाग्दैन लाग्छ कि लाग्दैन भनेको के भनेको त्यस्तो बुझ्दिनँ म पापाको माया पनि नगर्ने मान्छे के गर्नु पापालाई माया पनि नगर्ने मान्छे अब के गर्नु र पापाको छोरी पापाको छोरी भए पो पापालाई माया गर्थ्यो मम्मीको छोरीले के गर्थ्यो भनेको नि अबदेखि म छोरीलाई चुरा पनि नकिनिदिनु भन्छु आमालाई पनि चुरा नकिनिदिनु है सियासीलाई भन्छु कसले ल्याइदिएको मेरो मम्मीले ल्याइदिएको त रहेछ नि अघि ठुलै थियो मेरो चुरा
जाऊ जाऊ भित्र बस है, म पापाको छेउमा नआऊ। भित्रै बस्नु, पापाको छेउमा आउनु पनि पर्दैन। हेरौँ